प्रकाश बुढाजी के सोध्न आँट्नुभयो? सर नमस्कार। नमस्कार। सर मेरो थोरै जिज्ञासा थियो सर, योभन्दा तपाईँ विद्वानको हैसियतले मैले अहिले थोरै जिज्ञासा राखौँ भनेको सर। लु राख्नु न राख्नु। सर म अहिले मावि सङ्घीय अनुदानमा कार्यरत छु सर, होइन सर। हजुर। म कति झन्डै 6-7 वर्ष भयो, मलाई +2 मा पनि त्यही सङ्घीय अनुदानमै बोलाउनु भएछ। तर मैले यो शिक्षा ऐनको कुरा थोरै त्यसमा मान्छे लोभी भावना सर, होइन। हजुर। त्यसमा अब आन्तरिकका कुरा, राहर र सङ्घीय अनुदान एउटै बनाउने त्यस्ता त्यस्ता अलिक कुराहरू अलिकति यसो हेर्दा सर, होइन। त्यसपछि अलिकति जाँदा उपयुक्त हुन्छ कि कस्तो होला सर, यसो न अलि मलाई क्लियर नै पारिदिनु न सर। अब तपाईँले खोज्नु भएको उमेर तपाईँको कति बाँकी छ? मेरो छ सर, म 31 वर्ष भयो सर। जानुस् न त के भयो? कुन जाँदा विषय? हुन्छ सर? हुन्छ हुन्छ मेरो कुन म्याथ हो विषय? सर। हुन्छ जानुस्। मेरो सङ्घीय अनुदान नै हो सर। आन्तरिक गर्ने हो भनेपछि गर्छ कि भन्ने हो सर, सङ्घीय अनुदान गर्ने हो भने यता सहज हुन्छ कि भन्ने हो सर। 5-6 वर्ष जति भयो सर, मैले गरेँ 6 वर्ष जति भयो। नै नै, जुन जुन भए पनि अनुदान त अनुदान नै हो। त स्थानीयले दिएको भन्दा सङ्घीय अनुदान राम्रो हो। मेरो पनि सङ्घीय उदान, मावि पनि सङ्घीय अनुदान नै हो सर, दुइटै। अनि तपाईँ अहिले कहाँ जान आँटेको थियो? +2 मा जान लागेको। ए +2 मा जान आँट्नुभएको? हुन्छ जानुहोस्, केही फरक पर्दैन। जानुहोस्, सेवा केही अवधि फरक। कन्टिन्यू गर्नु। सेवा चाहिँ हजुर, कन्टिन्यू गर्नुपर्छ। सेवा कन्टिन्यू गर्नुपर्छ। कन्टिन्यू गर्नुपर्छ। रमना लिएर जानुहोस् न, तपाईँको माथिल्लो हुन्छ नि त्यो भनेको थियो। ए त्यो तल स्कुलले कस्तो हो, स्कुलबाट लिनुपर्छ सर? हो त्यो त्यतिबाट लिनुपर्छ। अब त्यो कुरा अहिले अरू नगरौँ ल, यो अहिले विशेष क्लास भएकोले यो कुरा धेरै नगरौँ है। थोरै जिज्ञासा भयो सर, सोध्ने मेरो ठुलो कौतुकता थियो सर। नै नै, यहाँनिर यो कुरा अब तपाईँले सोधिहालेको भएर मैले तपाईँलाई यति भने। अब यो कुरा यस्ता कुरा नगरौँ, किनभने पर्सिको जाँच छ यहाँ, त्यसको लागि हो। सन्तोष शाहजी के सोध्न आँट्नुभयो? सर नमस्कार। नमस्कार। सर, जस्तै कि यो क्वेसन हामीले दिइरहेको थियो नि सर, यो अगाडि दिएको भए हामी अलिक प्र्याक्टिस गर्न अलिक सजिलो हुन्थ्यो सर। मैले तपाईँलाई अघि सुरुमै निवेदन गरिनँ? ए त्यो मैले अलिक ढिलो जोइन गरेँ, त्यही भएर सर। ल, अहिले तपाईँलाई मैले यो स्क्रिनसट गर्ने मौका दिएको बेला गर्नुभयो होला नि, होइन? हजुर गरिरहेको छु सर। हस्। हामीहरूले युनिट 1को यो सेट 1मा हामीहरूले अभ्यास गऱ्यौँ सामान्यतया। अब हामी सेट अर्को यसैको अर्को सेट हेरौँ। किनभने हामीसँग समय धेरै छैन क्या। अब समय थोरै छ, त्यही भएर अलिकति रिभिजन हुने टाइपले गऱ्यौँ भने पनि अहिले गरेका प्रश्नहरू महत्त्वपूर्ण प्रश्नहरूमै पर्छन्। त्यही भएर अलिकति हेरौँ। त अघि हामीहरूले कुरा गऱ्यौँ नलेज इज भर्चु भन्ने बित्तिकै सुकरात, यसमा त अब दोहोऱ्याएर कुरा नगरौँ। अब शिक्षाको सामाजिक उद्देश्य कुन हो? त यहाँ व्यक्तित्व विकास गर्ने भन्छ, यो व्यक्तिगत उद्देश्य हो। सांस्कृतिक परम्पराको संरक्षण गर्ने भनेर भन्छ, संरक्षण गर्ने पनि यो व्यक्तिगत उद्देश्यमै राखिएको छ। अनि व्यावसायिक क्षमताको उद्देश्य विकास गर्ने भन्छ। हामीले दुईटा उद्देश्य पढाएका छौँ, एउटा व्यक्तिगत उद्देश्य, अर्को सामाजिक। त यो चरित्र विकास गर्ने भन्ने बित्तिकै चाहिँ सामाजिक उद्देश्यमा हामी जान्छौँ, किनभने समाजको मूल्य मान्यता अनुसारको चरित्र निर्माण गर्ने हो नि त। त्यो कारणले त समाजको मूल्य मान्यता अनुसारको चरित्र निर्माण गर्ने भएकोले चरित्र विकास गर्ने कुरा चाहिँ सामाजिक उद्देश्यमा पर्छ। तर नैतिक चरित्र विकास गर्ने कुरा भनौँ भने फेरि व्यक्तिगत उद्देश्यमा पर्छ। नैतिकता भनेको व्यक्ति विशेषसँग सरोकार राख्ने कुरा हो। चरित्र विकासको कुरा गर्दा चाहिँ सामाजिकमा भयो, तर नैतिक चरित्रको कुरा गर्दाखेरि चाहिँ हामीहरूले व्यक्तिगतमा जानुपर्छ। अब शिक्षाको व्यक्तिगत कार्य कुन हो भनेर सोध्छ, त व्यक्तिको सामाजिकीकरण गर्ने भन्छ। त सामाजिकीकरण भन्ने बित्तिकै सोसलाइजेसन हो, यो सामाजिक कार्यमा पर्छ। त अन्तर्निहित क्षमताको विकास गर्ने भन्छ। त व्यक्ति हरेकको आफ्नो अन्तर्निहित क्षमता भनेको भित्री प्रतिभालाई बाहिर प्रस्फुटन गर्ने हो। त त्यो भएको कारणले गर्दाखेरि यो व्यक्तिगत कार्यभित्र पर्छ, अन्त पर्दैन। त्यस्तै संस्कृतिको हस्तान्तरण गर्ने कुरा गर्छ। त यो संस्कृतिको हस्तान्तरण गर्ने कुरा पनि संस्कृति भन्ने बित्तिकै व्यक्ति विशेषको होइन, समाजकै हो, त्यतापट्टि जानु पर्यो।
त यहाँनिर हामीहरूले हेर्दा अन्तर्निहित क्षमताको विकास गर्ने चाहिँ व्यक्तिगत कार्यमा पर्छ। त्यस्तै शिक्षाको पहिलो राष्ट्रिय उद्देश्यले बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित बाल विकास तथा शिक्षालाई कस्तो बनाउने भनेको छ भनेको प्रारम्भिक बाल विकास र शिक्षालाई कुन स्वरूपमा लैजाने भनेको छ त भन्दा निशुल्क र गुणस्तरीय झुकिएला, अनि गुणस्तरीय र सर्वव्यापी, गुणस्तरीय र प्रभावकारी र निशुल्क। तपाईहरु धेरैले निशुल्क र गुणस्तरीय भन्नेमा लाउन सक्नुहुन्छ, तर यो राम्रोसँग पढ्नु भएको छ भने त्यहाँ के लेखिएको छ भने गुणस्तरीय र प्रभावकारी नै भनेको छ, अरु भनेको छैन। अब प्रश्न नम्बर 5 मा जाउँ। तलका कुन तहको शिक्षामा सबैको सहज एवं समतामूलक पहुँच र निरन्तरता सुनिश्चित गर्दै सर्वव्यापी, जीवनोपयोगी, प्रतिस्पर्धी एवं गुणस्तरयुक्त अनिवार्य निशुल्क शिक्षाको प्रत्याभूति गर्ने उद्देश्य शिक्षा सम्बन्धी राष्ट्रिय उद्देश्यले लिएको छ भन्छ। त यहाँनिर हामीले हेर्दाखेरि तलका कुन तहको शिक्षामा भनेको माध्यमिकी, आधारभूत कि उच्च? यहाँ त 3टा न तह भए, आधारभूत, माध्यमिक, उच्च। त त्यो गर्दाखेरि यो चाहिँ आधारभूत शिक्षाको कुरा गर्छ। त यहाँ झुकिनु पर्ने कुरै छैन। अनिवार्य र निशुल्क शिक्षा भन्ने बित्तिकै आधारभूत तह होइन र, क्वेसनमै क्लु हुन्छ। त कतिपय प्रश्नहरूको उत्तर क्वेसनमै दिएको हुन्छ, क्लु चाहिँ हुन्छ है। त त्यो कारणले गर्दाखेरि हामीहरूले अनिवार्य तथा निशुल्क भन्ने कुरा चाहिँ यहाँनिर रहेछ। अब यति कुरा गरिसकेपछि प्रश्न नम्बर 6 मा जाउँ। गुणस्तरीय माध्यमिक शिक्षामा सबैको निशुल्क पहुँच सुनिश्चित गर्दै सृजनशीलता, रचनात्मकता यी कुराहरू गर्ने उद्देश्य राखिएको हुन्छ भन्छ। त यो राख्ने भन्ने बित्तिकै कुन गुणसहितको कस्तो जनशक्ति तयार गर्ने भनेको हो नि त, प्रतिस्पर्धी, सिपयुक्त, उत्पादनशील, माथिका सबै। यहाँ त तपाईँ झुकिनु भएन। त्यस्तै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका अवसरहरूलाई व्यापक विस्तार गरी सबै इच्छुक नागरिकलाई दिने भनेको छ। त त्यसो भने कस्तो नागरिक तयार पार्ने त, जनशक्ति कस्तो बनाउने त भन्दा उद्यमशील। अध्ययनशील भन्ने बित्तिकै उच्च शिक्षामा छ, के अरे अनुसन्धानमुखी। त्यसपछि अध्ययनशीलको कुरा गरेको छैन, प्राविधिक पनि कुरा गरेको छैन। त्यही भएर यहाँ उद्यमशीलको कुरा गर्नु पर्यो, इन्टरप्रेनरसिपको। त त्यो किसिमको कुरा गर्छ है। उद्यमशीलताको कुरा चाहिँ प्राविधिक तथा व्यावसायिक शिक्षाभित्र छ। त यहाँनिर शिक्षाका जुन राष्ट्रिय उद्देश्य 13वटा छन् त्यसमा फोकस गरेर कस्ता प्रश्न सोध्न सक्दछ त्यो कुरालाई केन्द्रित गरिएको छ। त्यस्तै उच्च शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गर्नको कारण शिक्षाको राष्ट्रिय उद्देश्य कुन कुरा उल्लेख गरिएको छ भनेको छ। कुन कारणले यस्तो गर्ने भनेको छ भन्दा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र अनुसन्धानमुखी मानव संसाधन विकास गर्न एउटा कारण, अर्को कारण विभिन्न क्षेत्रहरूमा सक्षम नेतृत्व प्रदान गर्न, अर्को कारण ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माण गर्न। त्यसको लागि उच्च शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धि गरेको छ, गर्ने भनेको। शिक्षा सम्बन्धी राष्ट्रिय उद्देश्यले नेपाललाई कस्तो मुलुक बनाउने भनेको छ त। अब यो त पूर्ण साक्षर भनेकै छ, झुकिँदैनौँ 6औं उद्देश्यमा आउँदा। अब शिक्षा सम्बन्धी राष्ट्रिय उद्देश्यले कुन शिक्षाका माध्यमबाट आजीवन सिकाइ संस्कृतिको विकास गर्ने भनेको छ। जम्मा 4वटा छ। यहाँ दूर शिक्षाको कुरा छैन। जस्तो यहाँनिर तपाईलाई अनौपचारिक, वैकल्पिक र परम्परागत भनौँ, हुन त हो। त्यस्तै यहाँ के भनौँ, औपचारिक, वैकल्पिक, परम्परागत र खुला भनौँ। औपचारिकको कुरा छैन। त गमा आउँदाखेरि के भनौँ भने अनौपचारिक, वैकल्पिक, परम्परागत र खुला, यो 4वटा। त्यही भएर यहाँ झुकिन सक्छ, दूर शिक्षाको कुरा गरेको छैन। यहाँनिर दूर शिक्षाको कुरा गरिएको छैन है, यो कुरा पनि मनन गर्नु होला। दूर शिक्षाको कुरै छैन। अब 11 मा जाउँ। सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गरी
कस्तो शिक्षाको माध्यमबाट मर्यादित जीवनयापन गर्न सक्षम र प्रतिस्पर्धी नागरिक तयार पार्ने उद्देश्य राखिएको छ यहाँनिर। त यहाँनिर यहाँ के भनेको छ भने अपाङ्गताको लागि जीवन पर्यन्त शिक्षाको कुरा गरेको छ, अपाङ्गता भएका व्यक्तिका लागि। त्यस्तै 12मा आउँदा शिक्षाको कुन राष्ट्रिय उद्देश्यले सुशासन गर्ने जनाएको छ त 8औं। हामीहरूले अहिले राष्ट्रिय शिक्षाका राष्ट्रिय उद्देश्य जुन छ त्यसलाई बढी फोकस गरेका छौँ है यहाँ, यो कुरा ख्याल गर। त्यस्तै शिक्षाको कुन राष्ट्रिय उद्देश्यले गुणस्तर कायम गर्न जोड दिएको छ 10औंले। अब अर्को सोधेको छ औपचारिक अनौपचारिक अनैतिक शिक्षा बीच अन्तर सम्बन्ध स्थापित गरेर योग्यताको समकक्षता यस्तो गर्ने कुरा केमा उल्लेख छ त? राष्ट्रिय योग्यता प्रारूप अथवा यो कुरा कुन डकुमेन्टमा लेखिएको छ त? कहिलेकाहीँ सोध्छ राष्ट्रिय शिक्षा नीति 2076। कहिलेकाहीँ यस्तो प्रश्न सोध्छ, यो कुरा ख्याल गर्नुहोस्, किनभने शिक्षाका ती 13वटै राष्ट्रिय नीति उद्देश्य यसैमा राखिएको छ, राष्ट्रिय शिक्षा नीतिमा राखिएको छ। अब 15मा कुरा गरौँ, शिक्षा प्राप्तिको संवैधानिक र कानुनी दायित्व पूरा गर्न राष्ट्रिय प्राथमिकताका आधारमा पर्याप्तता, समन्यायिकता, प्रतिफलमुखी हुने गरी तलका कुन कार्य उल्लेख गर्ने राखेको छ? यहाँ दिएको छ त शैक्षिक लगानी सुनिश्चित गर्ने। त्यसो भने शैक्षिक लगानी सुनिश्चित गर्ने आधार के त? समन्यायिकता, पर्याप्तता र प्रतिफलमुखी, यही 3टा कुरा। शिक्षामा लगानी बढाउने आधार के त भन्दाखेरि यही 3टा हो, यो कुरा पनि ख्याल गर्नुहोस्। अब अर्को प्रश्न के भनेछ भने प्रविधिको प्रयोग गर्ने क्षमता विकास गर्ने कुरा केमा छ भन्दा 13औं उद्देश्यमा राखिएको छ। त यहाँनिर शिक्षाका राष्ट्रिय उद्देश्य 13वटालाई फोकस गरेर यो कुरा गरिएको छ। त यसरी यी कुराहरू आए। अब तपाईले यति गरिसकेपछि त यी प्रश्नहरू तपाईहरुले अहिले गर्नुभयो। यहाँ तपाईहरुलाई देखाउँ भनेको प्रश्न भन्ने बित्तिकै फेरि भेट्दैन। त म पहिला तपाईहरुलाई यो स्क्रिनशट गर्ने मौका दिन्छु। ल प्रश्न नम्बर यहाँसम्म गर्नुस्। प्रश्न नम्बर 6 सम्म। गर्नुभयो? अलिक बढी भयो हैन? यहाँदेखि ल यति स्क्रिनशट गर्नु होला। ल यो हेर्नुस् त। गर्नुभयो? स्क्रिनशट गर्ने त हो। ल यहाँसम्म हेर्नुस्।
यति गर्नु। यति गरिसकेपछि यसलाई पनि हामी थप गरिराख्नु परेन। अब हामी अर्को सेटमा गरौँला। एकछिन है, म क्वेसन निकाल्दैछु। ल अब चाहिँ अलिकति हामी फरक तरिकाले गरौँ है त। अहिलेसम्म मैले तपाईँहरूलाई के भने धेरै से धेरै क्वेसन पनि गरौँ भन्ने हिसाबले गरेको थियो। अब अलिकति फरक तरिकाले गरौँ। तपाईँहरू कापी र कलम अथवा पेन्सिल लिएर बस्नुहोस् त। कापी र कलम ठिक पार्नुहोस्। तपाईँको काम प्रश्न सार्ने होइन अहिले। तपाईँको काम यहाँ देखाएका क्वेसन्सहरू, प्रश्न नम्बर 1 क ख ग कुन हो, प्रश्न नम्बर 2 क ख ग कुन हो, त्यसमा जानुहोस् है। ल यो प्रश्न 1 नम्बरदेखि प्रश्न सार्नु परेन। तपाईँहरूलाई अभ्यास गर्ने यहाँ मौका पाइएन भन्नुभयो नि अघि एकजना साथीले, यसरी पनि मौका पाइन्छ, नपाइने होइन। ल अब प्रश्न नम्बर 1 मा जानुहोस् त। प्रश्न नम्बर 1 को गर्नुहोस्। तपाईँहरूले यहाँ दिएका कुराहरू सरस्वती, तपाईँहरूले क्वेसन सार्नु पर्दैन। तपाईँहरूको काम प्रश्न नम्बर 1, प्रश्न नम्बर 2, प्रश्न नम्बर 3, 4 गर्दै जानुहोस्। आन्सर मात्रै तपाईँले गर्नुहोस्। अहिले म अनि यसको बारेमा कुरा गर्छु। गणेश देवकोटाजी के सोध्न आँट्नुभयो? गणेश देवकोटाजी हेलो सर, नमस्कार सर। नमस्कार, के सोध्न आँट्नुभयो गणेशजी? सर, म एउटा जिज्ञासा लाग्यो, तपाईँले क्वेसन स्क्रिन गर्नु भएको छ नि सर। हजुर। म एउटा ब्लाइन्ड भएको व्यक्ति हो सर, तपाईँले त्यो यस्तो स्क्रिनसट गरेको तपाईँले पढेर सुनाइदिएको भए मलाई बुझ्नु सजिलो हुन्थ्यो भनेर हामीलाई भनेको सर। हुन्छ हुन्छ, अहिले म पछि फेरि भन्छु। हजुरले हुन्छ, हस्, त्यही हस् हो, हस् सर, हस् थ्याङ्क यू, हस् सर। हस्।
फिजिकल चाहिँ यस्तो हो, फिजिकल पनि यो गर्ने भनेको निमाविको चाहिँ अब भ्याइँदैन, प्राविको त हामी गर्छौँ। प्राविको लागि त जति समय छ हामी दिने पछि जस्तो पनि गर्छौँ, प्राविको लागि त फोकसै गर्छौँ। ल 11 सम्म गर्नुभयो होला भन्ने लाग्छ, तपाईँहरूले पक्कै गर्नुभयो होला 11 सम्म। अब यो 12को र 13को गर्नुहोस् त, अनि तल सार्न सहज हुन्छ। ल 13सम्म गर्नुभयो होला भन्ने लाग्छ मलाई तपाईँहरूले। अब म 14 के अरे 14देखि गर्नुहोस्। कसैले 13 गर्नु भएको छैन भने त्यो पनि गर्नुहोस्। जीवनजी अहिले तपाईँले स्क्रिनसट गर्न पाउनुहुन्छ, आन्सर पनि पाउनुहुन्छ। अहिले तपाईँलाई थोरै प्र्याक्टिस गर्ने मौका मात्रै दिएको। भोलि तपाईँहरूले बेलैमा क्वेसन पाउनुहुन्छ, तपाईँले गुगल फर्ममा आन्सर गर्नुहुन्छ, बेलुका यति बेला फिडब्याक हुन्छ क्या, भोलिदेखि चाहिँ। अहिले चाहिँ तपाईँले एकचोटि सर गर्नुहोस् न, यो तपाईँको सेल्फ इभ्यालुएसन हो क्या। मैले यहाँ आन्सर भनेर मात्रै हुँदैन, तपाईँले आफै गर्दै गइसकेपछि तपाईँलाई थाहा हुन्छ, तपाईँको स्व मूल्याङ्कन हो, त्यसले तपाईँलाई मद्दत गर्छ भनेर हो।
मैले सारेको छु है, तपाईँहरू फेरि झुक्किनु होला। मैले फेरि मुभ गरिदिएको छु है, हेर्नु होला। तपाईँहरूले यो गर्नुभयो होला भन्ने लाग्छ है। धेरै बेर नगरौँ, यो तपाईँहरूको फेरि फेसबुकमा पनि लाइभ आइराखेको रहेछ, मैले यता हेर्दै थिएँ।
पक्कै गर्नु हो, फटाफट गर्ने हो। किनभने तपाईँहरूलाई परीक्षामा पनि त धेरै समय हुँदैन नि त। तपाईँहरूले पढ्ने त्यहाँ त झन् मसी भर्नुपर्छ, यहाँ त क ख ग तपाईँको सो मूल्याङ्कनको लागि हो। तपाईँले कुन चाहिँ मिलाउनु छ, कुन मिलाउनुहुन्न, तपाईँको अवस्था के रहेछ, कहाँ कमजोरी रहेछ, त्यो पत्ता लगाउने हो नि त। 49सम्म गर्नुहोस् त। प्रश्न नम्बर 49सम्म। फेसबुकमा हेरेको धेरैजना जोडिनु भएको छ। ल यहाँभन्दा पछाडि पनि हेरौँ, एउटा छ। तपाईँले यी प्रश्नहरू अहिले जुन राखिएको छ, यो तपाईँहरूले कोर्समा पढ्नुपर्छ। तपाईँको कोर्सभित्रका कुरा हुन्, कोर्सभन्दा बाहिरका होइनन्। त यी विषयवस्तु तपाईँले अलिकति बुझ्नुभयो भने अन्य योसँग सन्दर्भ जोडिएका कनेक्टेड विषय पनि बुझेको छ भन्ने हाम्रो बुझाइ हुन्छ। अब यसको आन्सर के हो त, हामी त्यहाँ लागौँ। तपाईँले अहिले गर्नुभयो, मैले आन्सरमा लगेँ है त। यता अरू ढिला नगरिकन हाम्रो आन्सर के हो त भन्दाखेरि शिक्षाको इस्तिहारले, देवकोटाजी तपाईँ सुन्नुहोस् है, अघि तपाईँले भन्नुभएको मैले सम्झिरहेको छु। साह्रै मेहनत गरेर पढ्नु हुँदो रहेछ, खुसी लाग्यो, पास हुनुहोस्, मेरो शुभकामना हो। ध्यान दिएर सुन्ने कोसिस गर्नुहोस् है। अब यहाँनिर हामीहरूले भन्यौँ शिक्षाको इस्तिहारले विद्यालय शिक्षालाई कति तहमा वर्गीकरण गरेको थियो भन्छ। त अब यहाँनिर 3 4 3 भनेको थियो, तीनटा, 3 4 3, 3 + 4 + 3। त त्यो तीनवटा भन्ने बित्तिकै तीनटा तह के त, प्राथमिक, निम्न माध्यमिक, माध्यमिक, सूत्रबाट सम्झिने हो। त्यस्तै प्रश्न नम्बर 2मा राणाकालीन शिक्षाको इतिहासले तय गरेको विद्यालय शिक्षाको संरचना प्रजातन्त्रको उदय पश्चात हुबहु अनुसरण गर्ने दस्तावेज कुन हो? त अब यहाँनिर कस्मेटिक क्वेसन सोधियो। त यो भनेको
इस्तिहारसँग मिल्ने शिक्षाको संरचना कुन हो? इस्तिहारले जे राखेको थियो त्यही कुरो अर्को कुन दस्तावेजले पनि त्यही संरचना कायम गर्यो त भन्दा 2028 राष्ट्रिय शिक्षा पद्धतिको योजना 2028 को पनि 343 नै हो अनि इस्तिहारको पनि 343 नै हो। त्यो कारणले गर्दाखेरि 2028 भन्नु पर्यो। त्यसो भने अब यहाँ भन्यो यो 3+4+3 लाई आत्मसात गर्ने दस्तावेज कुन त भन्दा दुईटा भए। एउटा शिक्षाको इस्तिहार 1996, अर्को राष्ट्रिय शिक्षा पद्धतिको योजना 2028। यति कुरा गरेको छ। अब प्रश्न नम्बर 4 मा जाउँ। नेपालमा प्रजातन्त्रको उदय हुँदाका बखत प्रचलित विद्यालय शिक्षामा कक्षा 6 देखि 8 सम्म सञ्चालित विद्यालयलाई कुन नामले चिनिन्थ्यो? त्यति बेलाको नाम के थियो भनेर सोध्छ। त यहाँनिर के छ भने माध्यमिक पाठशाला भन्ने गरेको छ। कक्षा 9 र 10 लाई चाहिँ विद्यालय भनेको छ, 9 र 10 लाई। तर कक्षा 6 देखि 8 लाई चाहिँ यहाँनिर माध्यमिक पाठशाला भनेको छ। झुक्किने नै छ, किनभने हामीले त आजको अभ्यास गर्छौँ नि त। त्यो बेलाको प्र्याक्टिस त यस्तो थियो। त्यही भएर त्यति बेला चाहिँ माध्यमिक पाठशाला भनेर कक्षा 6 देखि 8 लाई बुझिन्थ्यो, 9 र 10 लाई विद्यालय भनेर प्रचलन थियो। त्यस्तै राष्ट्रिय शिक्षा योजना आयोग 2011 ले विद्यालय शिक्षालाई कति तहमा राखो त भनेर यहाँ दिएको छ। त यहाँनिर तह दिँदाखेरि यहाँनिर हामीहरूले बुझ्नु पर्यो त यहाँ दुईटा तह, एउटा प्राथमिक माध्यमिक, अरू कुरा छैन। त्यस्तै सर्वाङ्गीन राष्ट्रिय शिक्षा समिति 18 का अनुसार विद्यालय शिक्षाको संरचना कुन हो त भन्दा 18 ले 532 गरेछ, 532। 38 ले चाहिँ 523 गरेको छ। 38 पाठ्यक्रम योजनाले चाहिँ 532 गरेको छ, यसमा चाहिँ 532 गरेको छ। फेरि 49 ले 532 नै गरेको छ क्या। गजबको कुरा छ है। त्यो भएर तुलना गरेर पढ्नु होला। त्यस्तै सर्वाङ्गीन राष्ट्रिय शिक्षा समिति 18 का अनुसार विद्यालयको तह कुन होइन त? अब त्यहाँ के भनेछ? मिडिल छ, हाई स्कुल छ, प्राथमिक छ। प्राथमिक, मिडिल र हाई स्कुल भनिएको छ, निम्न माध्यमिक भनेको छैन। तर मिडिल भनेको फेरि निम्न माध्यमिक हो। मिडिल भनेकै निम्न माध्यमिक हो, तर त्यहाँ निम्न माध्यमिक भनेको छैन। त्यस्तै वर्तमान विद्यालय संरचना अनुसार कक्षा 8 अध्ययन गर्न न्यूनतम कति समय लाग्छ? कक्षा 8 सम्म भनौँ भने 9 वर्ष, तर हरेक कक्षा पढ्न 1 वर्ष। चाहे कक्षा 10 पढ्नुहोस्, 1 वर्ष पढ्नुहुन्छ नि त। त कक्षा 8 पढ्न कति भनेको छ त? त तपाईँले कक्षा 8 अध्ययन गर्न भनेको छ, सम्म भनेको छैन। सम्म भनेको भए 9 वर्ष हुन्थ्यो, कक्षा 8 मात्रै भनेको छ। यो कुरा पनि ध्यान दिनु होला। अब 9 नम्बरमा जाँदा के भनेको छ भने प्रश्न नम्बर 9 मा पाठ्यक्रम कार्यान्वयन योजना 38 का अनुसार विद्यालय शिक्षाको संरचना कुन हो भन्दा 523 523। अनि एनईएसपी 71 भन्छ। कहिलेकाहीँ यसरी पनि सोध्छ, यो भनेको राष्ट्रिय शिक्षा पद्धतिको योजना नै हो। राष्ट्रिय शिक्षा पद्धतिको योजनालाई नै एनईएसपी भन्यो, त 71 भन्यो। यसले विद्यालय शिक्षाको संरचना कुन हो भन? भाषा मात्रै परिवर्तन गर्यो, 343 नै हो। शिक्षाको इस्तिहार भनेको के हो त? अर्को प्रश्न सोध्यो। यो त्यति बेलाको राणाकालीन प्रशासनमा सरकारले जारी गर्ने सूचनालाई इस्तिहार भनिन्थ्यो। यो कुरा ख्याल गरे। अब 28 ले के भन्छ भने राष्ट्रिय शिक्षा पद्धतिको योजना 2028 ले निम्न माध्यमिक तहमा कतिवटा कक्षा? त यसले 3 4 3 भनेको 3टा तह हो। त 3 भनेको प्राथमिक, त त्यहाँनिर 3टा कक्षा। 4 भनेको निम्न माध्यमिक, त्यहाँ 4वटा कक्षा। फेरि 3 भन्छ, त्यो भनेको माध्यमिक, माध्यमिकमा 3टा कक्षा। त यहाँनिर निम्न माध्यमिकमा कतिवटा कक्षा समूहीकृत थियो? 4वटा। अब 13 मा जाउँ। राष्ट्रिय शिक्षा आयोग 2049 का अनुसार माध्यमिक शिक्षालाई कतिवटा तहमा विभाजन गरेको थियो? निम्न माध्यमिक,
माध्यमिक, उच्च माध्यमिक, तीनटा। निम्न माध्यमिक, माध्यमिक, उच्च माध्यमिक, जम्मा तीनटा त। त्यस्तै 15 मा विद्यालय शिक्षालाई शिक्षा ऐनमा संस्कृत छ, नीतिगत दस्तावेजमा परम्परागत छ। त हामीहरूले कानुनी कुरा बाध्यकारी हुने भएकोले कानुनी कुरालाई स्वीकार्ने, त्यही भएर यस्तो प्रश्नमा हामीहरूले परम्परागत भन्नु पर्यो। अब 17 नम्बरमा व्यावसायिक धारतर्फबाट बालबालिकालाई विद्यालय शिक्षा पुरा गर्न न्यूनतम कति समय अवधि लाग्छ? प्राविधिक भन्ने बित्तिकै 14 वर्ष, साधारणतिरबाट हो भने 13 वर्ष, 1 वर्ष समय बढी इन्टर्न गर्न लाग्यो, यो कुरा हो। अब 18 मा बालबालिकालाई विद्यालय शिक्षा पुरा गर्न न्यूनतम कति त? यहाँ त 13 वर्ष भन्नु पर्यो। न्यूनतम भनेको छ नि त, अधिकतम त अरू पनि लाग्छ, किनभने फेल हुन सक्छ, कक्षा दोहोऱ्याउन सक्छ, त्यसको सीमा हुँदैन। अब राष्ट्रिय शिक्षा नीति 76ले माध्यमिक शिक्षाको प्रकारमा कुनलाई मान्दैन भन्दा संस्कृतलाई परम्परागत भित्र लगाएर राखिएको छ। अब 20 मा जाउँ। प्रश्न नम्बर 20, शिक्षा ऐन 2028 अनुसार माध्यमिक शिक्षाको प्रकारमा कुन पर्दैन? अब यहाँ त झुकिने कुरा भएन, अघि नै त्यही कुरा भन्यो, परम्परागत पर्दैन, संस्कृत पर्छ। अब 21 मा जाँदाखेरि शिक्षाको विभाग स्तरीय कार्यालय तलका मध्ये कुन हो? त अब यहाँ दिएका मध्ये यी सबै कार्यालय केन्द्रीय स्तरका त हुन्, तर विभाग स्तरीय हुनको लागि महाशाखा हुन जरुरी छ। त शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा 3वटा महाशाखा छ, अरूमा छैन। त्यही भएर शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई शिक्षाको विभाग स्तरीय कार्यालय मानिन्छ, मन्त्रालय भन्दा ठिक मुनिको। स्थानीय तहमा रही शिक्षा सेवा प्रदान गर्दै आएको संघीय संरचना कुन हो? त अब जिल्ला, गाउँपालिका, नगरपालिका, यो 3वटा चाहिँ के हो त? स्थानीय तह। त जिल्ला स्तरमा रहेको संघीय संरचना कुन हो त? शिक्षा विकास तथा समन्वय इकाइ, त्यसो भने त्यही इकाइ भयो। प्रदेश शिक्षा संरचनामा तलका मध्ये कुन पर्दैन? अब शिक्षा विकास निर्देशनालय हो, शिक्षा तालिम केन्द्र पनि प्रादेशिक संरचना हो, सामाजिक विकास शाखा पनि हो, तर शिक्षा विकास तथा समन्वय इकाइ चाहिँ सङ्घको। त्यस्तै तलका मध्ये कुन कार्यालयलाई संघीय संरचनाको सबभन्दा तल्लो संरचना भन्दा इकाइलाई, इकाइ चाहिँ सबभन्दा तल बसेर सेवा दिन्छ। त यो समन्वयकारी सङ्घ, प्रदेश र स्थानीय तह, 3टा सरकारको बीचमा समन्वयकारी भूमिका निर्वाह गर्ने कार्यालय कुन, संरचना कुन, संगठन कुन भनौँ भने पनि इकाइले गर्छ। अब यति कुरा गरिसकेपछि सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयकारी भूमिका कुन त? प्रश्न नम्बर 26 मा इकाइ भयो। त्यस्तै 27 मा हेर्नुहोस्, शिक्षा सम्बन्धी नीति, योजना तथा मापदण्ड बनाउने निकाय कुन हो त? अब यहाँनिरको यस्तो खालको प्रश्न आउँदाखेरि माथिका सबै भन्नु पर्यो। यहाँ दिएको छ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सामाजिक विकास मन्त्रालय, पालिका। त शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सङ्घीय नीति, राष्ट्रिय स्तरको नीति बनायो, सामाजिक विकास मन्त्रालयले प्रादेशिक नीति बनाउँछ, पालिकाले स्थानीय नीति बनाउँछ, नीति त बनायो नि। त्यही भएर माथिका सबै त्यही प्रश्न यसरी आयो। विकल्प हेर्नुहोस् त, अब यहाँ एउटा छान्नु पर्यो नि त, यहाँ दिएको विकल्प मध्ये 4वटा मध्ये। यस्तो स्थितिमा चाहिँ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय भन्नुपर्छ। अब अर्को प्रश्न छ, शिक्षकलाई तालिम प्रदान गर्ने सम्बन्धमा मार्ग निर्देश गर्ने निकाय कुन हो? त तालिम दिने शिक्षक, तालिम हेर्ने सबभन्दा माथिल्लो कुन त? शिक्षा तालिम केन्द्र, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विकास निर्देशनालय। अब शिक्षा तालिम केन्द्रको काम तालिम सञ्चालन गर्ने हो, शिक्षा विकास निर्देशनालयको भूमिका छैन। मन्त्रालयले राष्ट्रिय स्तरमा हेर्छ, त तालिमसँग सम्बन्धित कुरा त शैक्षिक जनशक्ति विकास परिषदले निर्णय गर्छ। त शैक्षिक जनशक्ति विकास परिषदको सचिवालय कहाँ छ त भन्दा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा। यदि यहाँनिर
यदि यहाँनेरि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ठाउँमा शैक्षिक जनशक्ति विकास परिषद भएको भए त्यहाँ चिन्ह लगाउनु पर्थ्यो। त्यो नहुँदा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा लगाउँछ। यो कुरा अब 30 मा हेर्नुहोस्, शिक्षक तालिमको पाठ्यक्रम बनाउने निकाय कुन हो? यो त शिक्षा तथा मानव स्रोत विकास केन्द्र हो, यहाँ त झुकिँदैन। अर्को छ के अरे 32 मा राष्ट्रिय किताबखाना कुन मन्त्रालय अन्तर्गत पर्छ? झुकिन्छ है। यो सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत पर्छ, झुकिनु भएन। त्यस्तै स्थायी शिक्षकहरूको अभिलेख राख्ने निकाय कुन हो? किताबखाना, यहाँनिर झुकिनु परेन। अब 34 मा जाउँ, प्रादेशिक सामाजिक विकास मन्त्रालयको संगठन संरचनामा नपर्ने कुन हो? त यहाँनिर प्रादेशिक सामाजिक विकास मन्त्रालयको संगठन संरचनामा प्रदेश परीक्षा बोर्ड, किनभने यो स्वायत्त भनेर राखिएको छ यहाँ दिएका मध्ये। 35 मा तलका कुन संगठन स्वायत्त छैन? अब यहाँ शिक्षक सेवा आयोग स्वायत्त हो, परीक्षा बोर्ड हो, चिकित्सा आयोग हो। शैक्षिक गुणस्तर परीक्षण केन्द्र सुरुमा स्वायत्त थियो, तर पछि यसलाई फेरि मन्त्रालयको संरचनामा ल्याइयो, त्यही भएर अहिले यो स्वायत्त होइन। त्यस्तै शिक्षक सेवा, अब तपाईँलाई यहाँनिर शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका शिक्षकलाई नियुक्ति कुन तहको सरकारले गर्छ? त इकाइ प्रमुखले नियुक्ति दिने हो। त्यो इकाइ प्रमुख भनेको सङ्घीय सरकारको मातहतमा हो, त्यही भएर सङ्घीय सरकार भन्नुपर्छ। यस्तो प्रश्नमा कहिलेकाहीँ यस्ता प्रश्नले पनि हामीहरूलाई अप्ठ्यारो बनाउँछ। अब कक्षा 1 देखि 5 सम्म सञ्चालित विद्यालयले के भनिन्छ? जतिसुकै कक्षा चलोस्, 8 भन्दा तल भए, 1 मात्रै चले पनि आधारभूत, 3 मात्रै चले पनि आधारभूत, कक्षा 1-5 भए पनि आधारभूत, कक्षा 1-7 भए पनि आधारभूत। त कक्षा 8 सम्मलाई हामी आधारभूत, त्योभन्दा माथि माध्यमिक। अब सामुदायिक विद्यालय भनेको के त? सिधा सरकारी अनुदानमा सञ्चालन गर्ने विद्यालय। मानव स्रोत विकासको संस्था कुन हो त? भन्नाले मानव स्रोत भनेको शिक्षक कर्मचारी हुन्, तिनीहरूको क्षमता विकास गर्ने भन्ने बित्तिकै हामीहरूले शिक्षा तालिम केन्द्रलाई बुझ्नु पर्यो, अरूलाई बुझ्नु भएन। अब प्रश्न 40 मा जाउँ त। अपाङ्गता भएका विद्यार्थीलाई पनि अन्य विद्यार्थीसँगै साधारण कक्षामा राखेर पढाइने विद्यालय कुन हो? समावेशी विद्यालय। समावेश गर्ने हो नि त। अन्धा, अपाङ्ग, सुस्त मनस्थिति, अटिजम जस्ता समस्या भोग्दै आएका विद्यार्थीलाई अन्य विद्यार्थी सर एकै ठाउँमा राख्नुपर्ने हुन्छ। कहिलेकाहीँ एउटा विद्यालयमा 1 जना आउलान्, 2 जना आउलान्, उनीहरूको सङ्ख्या थोरै हुन्छ, त उनीहरूको लागि छुट्टै विद्यालय दिन सरकारको लागत बढ्छ, शिक्षक चाहियो। त अब फेरि त्यसो भन्दै गर्दा उनीहरूको पनि पढ्न पाउने अधिकार त वञ्चित गर्नु भएन। संविधानले मौलिक हकमा उल्लेख गरिदिएको छ। त यहाँनिर यस्ता खालका अपाङ्गता भएका विद्यार्थीलाई पनि शिक्षामा मौलिक हक छ। त उनीहरूलाई त्यसो भने के गर्न त भन्दा शिक्षाको अवसरबाट वञ्चित नगर्न समावेशी शिक्षामा ल्याउने, त्यो कुरा गर्छ। अब 24 मा जाउँ, तलका कुन विद्यालयमा समकक्षी विद्यार्थी सहयोग उपलब्ध गराइन्छ त? यही समावेशी विद्यालयमा, किनभने जो अपाङ्ग छ सपाङ्गले त्यहाँ सिकाउनु पर्यो, सहयोग गर्नु पर्यो, सहजीकरण गरिदिनु पर्यो। मानिलिउँ बहिरो विद्यार्थी छ, बुझेन कुरा, सुन्दैन नि त, नसुनेपछि बुझ्दैन, त सँगै बस्ने साथी जो छ त्यसले बुझाइदिन्छ, त्यो त सहपाठी भयो। त्यस्तै कोही आँखा नदेख्ने विद्यार्थी होला, देख्दैन, त उसलाई यो पढेर सुनाइदिन्छ, सहपाठी भयो। त त्यो किसिमको अवधारणाको कुरा गरेको। त्यस्तै नाफा लिने उद्देश्यले सञ्चालित विद्यालय कुन हो त भन्दा संस्थागत बोर्डिङ स्कुल हो। संस्थागत भने त बोर्डिङ स्कुल हो नि त, यिनीहरूले त नाफा लिएर चलाउँछ। त्यस्तै संस्थागत स्कुलहरूको नियमन कसले गर्छ? अब यहाँ दिएको छ, यहाँ दिएको आधारमा मन्त्रालय, यदि मन्त्रालय नदिएर इकाइ दिएको भए इकाइ नै हुन्थ्यो। त जताबाट भए पनि सङ्घीय संरचनाले गर्छ भन्नु पर्यो। अब 45 मा हेरौँ त, हिमाली क्षेत्रमा मौसमको प्रतिकूलताका कारणले
वर्षभरि मानिसहरू उही स्थानमा बस्न नसक्ने अवस्थामा सञ्चालन गरिदिए आएका विद्यालय कुन हो त? घुम्ती विद्यालय हो। जस्तो मनाङमा हिउँ पर्छ, हिउँ परेपछि त त्यहाँ मान्छे बस्न सक्दैन, नसकेपछि के गर्ने त भन्दा पोखरामा सर्छन्, अनि फेरि हिउँ पग्लिन थाल्छ, गर्मी लाग्छ, फेरि उनीहरू माथि जान्छन्। त्यस्तो विद्यालयलाई घुम्ती विद्यालय भनेको। स्रोत साधनले सम्पन्न र राम्रो कार्य सम्पादन गर्ने विद्यालयलाई के भनिन्छ? यो त नमुना विद्यालय, यहाँ त झुकिँदैन। अब तपाईँलाई सोध्छ अर्को प्रश्न, नमुना विद्यालय छनौट गर्ने आधार जुन 4वटा छन् त्यसमा यहाँ तल दिएका मध्ये कुन पर्दैन भन्दा विद्यालयले सेवा पुर्याउने भौगोलिक तथा जनसाङ्ख्यिक फैलावट पर्छ, सेवा क्षेत्रमा विद्यालय जाने उमेरका समूहका जनसङ्ख्याको आयतन पनि पर्छ, विद्युत तथा इन्टरनेट जडानको पहुँच पनि पर्छ, तर विद्यालयमा उपलब्ध शिक्षक चाहिँ होइन। यसले नमुना विद्यालय छनौट गर्ने आधारमा पर्दैन। अर्को प्रश्न तपाईँहरूलाई सोध्छ, शिक्षक सेवा आयोग दिवस कहिले मनाइन्छ त? अब यहाँनिर हामीहरूले झुकिनु पर्ने कुरा छैन। प्रत्येक वर्ष माघ 25 गतेलाई शिक्षक सेवा आयोग दिवसको रूपमा मनाउने गरिएको छ। यो कुरा ख्याल गर्नु। अब प्रश्न नम्बर 49 मा जाउँ। पाठ्यक्रम पाठ्यपुस्तक तथा निरीक्षण विकास केन्द्रको नाम कहिलेबाट पाठ्यक्रम विकास केन्द्रमा भयो, अथवा तपाईँलाई पाठ्यक्रम विकास केन्द्रको पुरानो नाम के हो जस्ता प्रश्न सोध्छ नि त। यो 54 सालदेखि पाठ्यक्रम विकास केन्द्रमा रूपान्तरण भएको। अब तलका कुन निकाय शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा गाभिएको छैन, मर्ज भएको छैन भन्दा 3टा निकाय भएका छन्, शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्र। तर शैक्षिक गुणस्तर परीक्षण केन्द्र छुट्टै छ, अभिन्न अङ्ग नै हो। ल, यसरी तपाईँहरूले अहिले गर्नुभएका प्रश्नहरू हल गर्नुभयो। समय त अलिक थोरै भयो, त्यही पनि अहिले युनिट 1 थोरै भए पनि रिभिजन गर्न पाइयो, राम्रैसँग रिभिजन गरियो जस्तो लाग्छ। र तपाईँहरूले धेरैले पढेको आधारमा यी सेटहरूमा धेरै प्रश्नहरू मिलाउनु भयो होला भन्ने लाग्छ। यहाँ मैले अरू भन्नुपर्ने कुरा छैन, पक्कै पनि तपाईँहरूले मिलाउनु भयो होला। अब भोलि चाहिँ तपाईँहरूलाई दिउँसै यी क्वेसनहरू राखिन्छ, तपाईँहरूले अनलाइनबाट एटेम्प्ट गर्नु होला र बेलुका फेरि यही समयमा त्यसको फिडब्याक हामी गर्छौँ है त। मैले यति भने, अरू त यहाँ भन्नुपर्ने कुरा केही पनि रहेन। दिल्ली ढकालजीले के भन्नुहुन्छ? स्वायत्त भनेको जीवनजी अटोनोमस हो है, स्वायत्त भनेको अटोनोमस। ठिक छ, भूमिराज जोशीजी 37 मिल्नु भनेको 50 मा 37 राम्रै मिलाउनु भएको छ, तयारी ठिकै छ। उत्कृष्ट त भन्नु हुँदैन, उत्कृष्ट चाहिँ भन्नु भएन, तर नराम्रो तयारी पनि होइन। यसले पहिलो पेपर चाहिँ पास गराउन मद्दत गर्छ, त्यति चाहिँ हो है। तपाईँको योबाट मैले त्यति भन्न सक्छु। ल, मैले अहिले यति नै भने। अब भोलि चाहिँ हामी फेरि यही समयमा जोडिन्छौँ र दिउँसो तपाईँहरूले हेर्नुहोला टेलिग्राम कता राखिदिएको हुन्छ, त्यहाँबाट क्वेसनहरू गर्नुहोला। हस्, तपाईँहरू सबैलाई शुभरात्रि। किनभने अहिले यहाँ धेरै गफ गर्नु हुँदैन, 10 भइसक्यो, त्यही भएर मैले तपाईँहरूसँग अहिले कुरा गरिनँ है त। किनभने यसमै फिडब्याक भएको भएर यहाँ थप सोध्नुपर्ने कुराहरू हुँदैनन् भन्ने मेरो बुझाइ हो, त्यो भएर है। ल, तपाईँ सबैलाई नमस्कार, शुभरात्रि, भोलि भेटौँ।